सम्माननीय सभामुख महोदय, के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो। यही हो त लोकतन्त्र। जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सरकारले जताततै भत्काएको, तोडेको, फोडेको मात्रै देख्दा जनता आतंकित छन्। आज लगानीकर्ता व्यवसायी निरुत्साहित छन्। व्यवसायीहरूमा आतंक फैलिएको छ। देशको अर्थतन्त्र समाप्त गर्ने सरकारी योजना हो कि के हो यो? युवाहरूलाई स्वदेशमै राख्ने भाषणले चुनाव जितेका सरकारको रोजगारी सम्बन्धी के छ त योजना? डोजर आए छाती थाप्ने बाचा, बाचाले चुनाव जितेकाहरूलाई बाचा पूरा नगरेको आरोपमा मुद्दा लाग्छ कि लाग्दैन? हामीले गरेका चुनाव ताका गरेका प्रतिबद्धताहरू पूरा नगर्दा हामी सबैलाई मुद्दा लाग्नुपर्छ कि पर्दैन? हाम्रो नैतिक धरातल कति बलियो छ? नैतिक धरातलमा हामी उभिन्छौँ या उभिँदैनौँ?